सर पुलिसहरु आएको रहेछ। पुलिस? यस सर। मेरो घरमा पुलिस? जाऊ बोलाऊ। ओके सर। तँलाई खोज्नु नि पुलिस घरमै आएको थियो। यो कपाल चिन्ने बनाएर कुणाल गएको त 4-5 दिन भयो। के काम थियो मलाई भन्नुस् न। होइन, कुणालसँगै काम थियो। यो आमाको मन कहाँ मान्छ। नसुर्ता। यो नारीहरूप्रति भएको शोषण र अत्याचारलाई कसरी रोको भन्ने मेरो जस्तै सोच लिएर तपाईहरु पनि आउनु भएको रहेछ। अति उत्तम, अति उत्तम। तर ड्याड, तपाईले पैसा कमाएर जति तपाई माथि उठ्नु भनी म त्यति तल पछारिएको छु। बुझ्नुभयो ड्याड? हट! म पैसा कमाएर माथि उठे रे? तँ चाहिँ तल झरिस्? आखिर म सँगसँगै तपाईँ त माथि उठेको छस्। आज कलेज सोसाइटीमा तँलाई के भनेर चिन्छ? गुन्डा भनेर चिन्छ ड्याड, गुन्डा भनेर चिन्छ। मलाई कलेजमा सोसाइटीमा सबैले गुन्डा भनेर चिन्छ, गुन्डा बिक्की भनेर चिन्छ। हो ड्याड, तपाईको पालन पोषणले मलाई यो समाजमा यस्तै परिचय दिन्छ ड्याड, यस्तै परिचय दिन्छ। मेरो पालन पोषणमा तँलाई के कमी थियो र आज यो समाजमा तँलाई गुन्डा भनेर चिन्ने गर्छ? कमी थियो ड्याड, कमी थियो। मेरो स्कुलको समयमा के तपाईले कहिले मेरो होमवर्कहरू हेरिदिनु भयो? म स्कुल गएँ कि गइनँ के तपाईले खोज खबर राख्नुभयो? हो ड्याड, तपाई पैसा कमाउनुमा यति व्यस्त हुनुभयो कि तपाईको त्यो व्यस्तता तपाईको यो छोरो बाटो भत्किएर भौतारिएको तपाईलाई पत्तो भएन ड्याड। हेर बिकी, स्कुल फीदेखि लिएर युनिफर्म खाता किताब केही कुरोको कमी राख्न दिन। के तँलाई मैले नराम्रो बाटो देखाएको? स्कुल फी, खाता किताब, स्कुल फी र खाता किताब किनिदिँदैमा छोराछोरीको भविष्य बनिँदैन ड्याड, बनिँदैन। स्कुलमा त खालि राम्रा राम्रा अर्थी बुद्धि ज्ञानहरू दिन्छ, तर त्यो अर्थी बुद्धि ज्ञानहरू कसरी प्रयोगमा ल्याउनु त्यो त घरमा अभिभावकहरूले सिकाउनु पर्छ ड्याड, सिकाउनु पर्छ। के तपाईले कहिले मसित बसेर राम्रा राम्रा कुराहरू गर्ने समय निकाल्नु भयो? समय निकाल्नु भयो ड्याड? तपाईको लागि त खालि पैसा 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 कमाउनुमा व्यस्त हुनुभयो ड्याड, पैसा कमाउनुमा व्यस्त हुनुभयो। भयो तँलाई त्यही पैसा चाहिएको होइन? अमर सियालाई त पैसा। ओके सर। सर प्लिज। मम्मी! यस्तो भएको कति दिन भयो? यस्तै 2-3 दिन भयो डाक्टर साहब। विशेष आत्तिनु पर्ने केही कुरा छैन, यो विकनेसले गर्दा मात्र यस्तो भयो। म 1-2 वटा दबाई लेखिदिन्छु, ठिक भइहाल्छ। हवस्, हुन्छ।
जय हिन्द सर। जय हिन्द। वेलकम मिस सृजना, प्लिज ह्याभ ए सिट। थ्याङ्क यू सर। मिस सृजना, म तपाईँको प्रतीक्षामा थिएँ। तपाईँलाई कोही प्रब्लम त भएन? नो प्रब्लम सर। सर, यो मेरो जोइनिङ लेटर। म अति नै खुसी छु। तपाईँ जस्तो होनहार अफिसर हाम्रो डिपार्टमेन्टमा आउनुभएको छ। अनि हाम्रो डिपार्टमेन्टमा तपाईँ जस्तो होनहार अफिसर पनि थिए, तर उहाँ अचानक ट्रान्सफर भएर गएकी हुनाले गर्दा उहाँको जति पनि केसहरू छ त्यो तपाईँको जिम्मेवारी हुनेछ। अनि उहाँको त्यो केसको फाइल तपाईँले राम्रोसँगले स्टडी गर्नु ताकि तपाईँलाई सुविधा होस्। ओके सर, म सबै फाइलहरू पढेर केस लिनेछु। यहाँ म्याडमलाई क्वार्टर्स पनि छोडेर। जय हिन्द सर। जय हिन्द। थ्याङ्क यू भेरी मच। दिदी, तपाईँ यहाँ? अञ्जली, तिमी? मेरो अहिले यहाँ नै पोस्टिङ भएको छ। साँच्ची भन्दा अनुको चाहिँ अहिले कहाँ पोस्टिङ भएको छ? अनु दिदी त अहिले कुचबिहारमा हुनुहुन्छ। दिदी घर जाउँ न, आमा बाबाले तपाईँको कुरा गरिरहनुहुन्छ। होइन अञ्जली, मलाई आज अलिक हतार छ। भोलि पर्सि आउँला नि, आमा बाबालाई मेरो नमस्कार सुनाइदिनु। ल, म गएँ है त। हुन्छ दिदी।
कसले गरेको हुन सक्छ यो हत्या? धनुकाँडले। यस्तो हत्या त प्रथम चोटि हो, अहिलेसम्म देखिएको थिएन। यो कस्तो हत्या हो? अचम्म, मेरो त सोचमा पनि आएको छैन। मैडम, फेरि आज एउटा मर्डर भएछ। मर्डर? हजुर मैडम। Please sit down. सर, आजको केस पनि शोचनीय छ। दुवैको मर्डर धनुकाँडले नै भएको थियो। अनि यो सब मर्डरहरू कसले गरेको हुन सक्छ त? मलाई लाग्छ यो दुवैको हत्या एउटै व्यक्तिले गरेको हुनुपर्छ। यस सर, मलाई पनि यस्तै शङ्का लागिरहेको छ, किनभने दुईजनाको मर्डर सेम पोजिसनमा भएको छ। यस मिस सृजना, यो हत्याको पछाडि कुनै रहस्य हुनुपर्छ। रहस्य? मैले त केही बुझ्न सकिनँ नि सर। रहस्य 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 Apa suka je? अञ्जली, तिमी? आज तिमी यहाँ कसरी? अनि फेरि तिम्रो यो अनुहारमा अनौठो मार्क्स? Sit down, please. बस अञ्जली। लु भन अञ्जली। हामी नारीहरूलाई पुरुषहरूले जहिले पनि होच्याएका हुन्छन्। यसर्थ मैले कसम खाएका थिएँ कि
ती पापीहरूलाई म अवश्य मार्छु भनेर। आज मेरो जुन हालत भयो, आओ कन्या, आओ बस। कति कामले पाउ कष्ट गर्यो। फेरि के भयो? तिम्रो समस्याको समाधान गर्न त आएकी होला होइन? तिम्रो समस्याको समाधान म गरिदिनेछु। तिम्रो हरेक इच्छा अब म पुरा गरिदिनेछु। मेरो सेवा गर्नु आएको होइन तिमी। अब के गर्नु भएको तपाईले? आउ न, आउ आउ न, आउ न। बताऊ बताऊ बताऊ। मेरो इच्छा अब यहाँले तिमीलाई बचाउने कोही छैन म बाहेक। चिच्चाउ, कति चिच्चाउँछु चिच्चाउ। यो चार दिवारमा म बाहेक तिमीलाई कसैले सुन्ने छैन। को छ? को छ दिदी? को छ? को छ? दिदी दिदी मलाई बचाउनुहोस् दिदी। दिदी यहाँ नबस्नु दिदी। जाउँ दिदी, जाउँ। बाहिर सबै कुरा भन्छु दिदी। जाउँ जाउँ दिदी। दिदी जाउँ न। नडर, जाउँ जाउँ, नडर। अरे अरे के भयो? अत्तालेर पो जाँदैछ त। गुरुजी गुरुजी गुरुजी, अरे गुरुजी, सावित्री, विनय, कमल, पुष्पा, अरे कोही छैन के गर्नु? गुरुजी उठ्नुहोस्। के भयो तपाईँ? त्यो कता गए? त्यो तिनीहरू त दुवै भागे त गुरुजी। दुवै भागे? हजुर। को दुवै भागे? दुवै भागे। अर्को चाहिँ को थियो? एउटा अञ्जली नाम गरेकी केटी आएकी थिए हजुरबाट आशीर्वाद लिन। अञ्जली नामकी केटी? हजुर। कस्तो थिए? युवती, टिपटप थिए, अवश्य कलेज पढ्दै गरेको। टिपटप? छरी त? हजुर। कलेज पढ्दै गरेको भन्छस्? हजुर। विकीलाई फोन लगा दो। गुरुजी विक्की। हेलो हेलो सर, नमस्कार। आज कसरी तपाईँको भक्तको याद आयो? विकी, मलाई प्रश्न गरेको मन पर्दैन भन्ने कुरा तँलाई थाहा छ। सरी सरी सर, माफ पाऊ। कामको हुकुम गरी बक्सियोस्। सुन, तेरो कलेजमा अञ्जली नाम भएकी प्रसाद छ सर। त्यो अञ्जली नाम भएकी प्रसादलाई सदा सर्वदाको निम्ति भगवानको मन्दिरमा चढाइदिए। तेरो लागि त म छँदैछु। तर किन सर? विकी, मैले जे प्रवचन दिँदैछु त्यो चुपचाप पुरा गर। ओके, बेस्ट अफ लक।
करण र विक्कीको हत्या पनि मैले नै गरेकी हुँ। अब तपाईँले जे सजाय दिनुहुन्छ म तयार छु। तर यो कुरा ठिक गरेन अञ्जली। तिमीले कानुनलाई हातमा लिनु हुँदैन थियो। तिमीले यी सब कुराहरू हामीलाई भन्नु पर्थ्यो। होइन होइन, त्योहरू मेरो हातबाट नै मर्नु पर्थ्यो। सो मर्यो। अझै छन् ती पापीहरू। हिँड्नुहोस् मसँग। यी हुन् दिदी ती पापीहरू। एरेस्टेड। यस सर। तँहरू सबैको कालो कर्तुतको जन्म कुण्डली मेरोमा छ। अब तँहरूलाई ओरिजिनल आश्रममा लिएर जाने। तिमीहरूको फैसला अब कोर्टमा हुन्छ। अञ्जली समाजका एक असल नारी हुन्, तर समाजका कुव्यवहार र कुतत्व भएका मानवताहीन बदमाश युवाहरूले अञ्जली जस्ती नारीका इज्जत लुट्ने प्रयास गरे। ती घिनौना युवाहरूले अञ्जलीलाई मारी नदीमा फ्याँकिएका थिए। तर हुने हुनामी भएरै छोड्छ। अञ्जली भाग्यले बाँचिन्। जब उसको मानसिकतामा पूर्ण रूपले सुधार आयो तब उसलाई बितेका क्षणहरूका एक एक स्मरण आयो। तब उसले ती बदमाशहरूप्रति प्रतिशोध लिई सबैको हत्या गरिन्। यस हत्या गरे वापत अञ्जलीलाई आइपिसी को धारा 302 को आधार अनुसार फाँसी या आजीवन कारावाससम्म हुन सक्छ।